परिवर्तन त हुन सम्भव छैन, तर परिवर्तन सकारात्मक परिवर्तनको बाटोमा चाहिँ गएको छ कि छैन भनेर चाहिँ हरेक दिन त्यसको एक किसिमको एक्जामिनेसन हुनुपर्छ, त्यो भइरहेको छ। र मलाई विश्वास छ जनताले, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले बनेको सरकारले राष्ट्र र जनतालाई चाहिँ केन्द्रमा राखेर आफ्ना कामहरू, आफ्ना कारबाहीहरू अगाडि बढाइरहेको छ भन्ने कुरामा आम जनता विश्वस्त हुनुहुन्छ जस्तो लाग्छ। र म एकजना सरकारको प्रतिनिधि र पार्टीको पनि प्रतिनिधिको हिसाबले तपाईहरु समक्ष यो बजेट भन्दा अगाडि यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, यो विश्वास दिलाउन चाहन्छु कि आजको सरकारको लागि देश र जनता भन्दा ठूलो, देश र जनता भन्दा अर्को कुनै पनि प्राथमिकता छैन। आज हामी यो देशलाई कसरी उचाल्न सकिन्छ, यो देशका भाङहरू कसरी टाल्न सकिन्छ, यो देशका समस्याहरू कसरी निराकरण गर्न सकिन्छ, यो देशमा बस्ने आम नागरिकको मुहारमा कसरी मुस्कान ल्याउन सकिन्छ, कसरी भद्रगोलको स्थितिबाट यो देशलाई अगाडि बढाउन सकिन्छ, कसरी युवाहरूलाई यही देशमा पनि केही हुन्छ भन्ने विश्वास जगाउन सकिन्छ र नेपाल पनि एउटा सुन्दर र महत्त्वपूर्ण देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा कसरी यो खालको मेसेज दिन सकिन्छ भनेर दिन रात हामी खटिरहेका छौं। चुनावको क्रममा गाउँ गाउँ जाँदाखेरि हामीले भनेका थियौं, हामी पुराना नेताहरू जस्तो होइन, हामी पुराना पार्टीहरू जस्तो होइन, हामी फरक छौं, हामी जितिसकेपछि पनि तपाईको घर दैलोमा आउँछौं भनेर वाचा गरेका थियौं। मलाई पार्टीले मैले सोचेको भन्दा पनि बढी जिम्मेवारी दिएर मन्त्रीको रूपमा चयन गरिसकेपछि मैले जति सोचेको थिएँ, मैले तपाईले जिताएर पठाउनु भइसकेपछि प्रतिनिधिको रूपमा तपाईहरुको बीचमा गाउँ गाउँ जाउँला भनेर जति प्लान गरेको थिएँ त्यो अनुसार गर्न सकेको छैन, किनभने एउटा देशभरिको जिम्मेवारी प्राप्त भएको छ। बिहानदेखि बेलुकासम्म डेलिभरी भनेर रिजल्टको लागि जसरी हामी चाहिँ सिंहदरबार भित्र प्रधानमन्त्री ज्यूदेखि हरेक मन्त्रीहरू हरेक मन्त्रालयमा बिहानदेखि बेलुकासम्म देश र जनतालाई केन्द्रमा राखेर चाहिँ विभिन्न नीति निर्माण गर्नेदेखि निर्णय गर्ने सम्मका कामहरुमा जसरी खटिरहेका छौं, त्यस कारणले गर्दाखेरि मैले चाहेर पनि बीचमा आफ्नो क्षेत्रमा धेरै आउन पाएको थिएन। आज मलाई खुसी